अहिले हाम्रो यो जुन भाइरलवाला यो ब्रदर चटपटेको भाइ र यो बहिनीको यो केस अलिकता गजेङ भइरहेको छ है। उनीहरू अस्ति पनि चौकीमा गएर त्यहाँ चाहिँ अब छलफल पछाडि भाइले अब मैले पनि अन्जानमा भनेको यो कुराहरू र यो मेरो इन्टेन्सन थिएन, तर कुरामा चाहिँ यो कुरा गर्दा चाहिँ अब जातको कुरा आयो। त्यस पछाडि अब मैले यो कुराले भन्दा चाहिँ यदि तपाईँहरूको चित्त दुखेको छ भने म माफी माग्छु भन्ने भाइले त्यसरी चाहिँ अस्ति चौकीमा पनि माफी मागेको थियो त्यो कुरा। अनि त्यो भिडियो बाहिर लिक नगर्ने भन्ने कुरा गर्दा पनि फेरि बाहिर लिक भयो होइन। अनि अब त्यही कुरालाई लिएर अब फेरि उनीहरूले अब बाहिर आएर पनि मेयर साहबसँग चाहिँ बसेर चाहिँ अब मिल्ने भनेको कुरामा पनि अब फेरि अब कहिले के गरेर अब त्यो कुरा फेरि मिलेन रहेछ। अब अहिले यो विवाद चाहिँ अलिकता चाहिँ अब लम्बिरहेको छ। अनि हिजो पनि अब त्यो बहिनीहरूले चाहिँ अब उनीहरूले चाहिँ अब हामीले भनेको यो कुराहरू गर्नुपर्छ भन्ने टाइपको त्यो कुराहरू भएछ होइन। यति सानो कुरालाई त्यति ठुलो इस्यु बनाउनु पर्छ जस्तो मलाई लाग्दैन होइन। बहिनीहरूले पनि अब कस्तो भन्दाखेरि ठिक छ के अरे जात भन्ने कुरा हिजो दिनमा मान्छेले बनाएको चिज होइन। यो कुरामा त्यति धेरै ठुलो इस्यु लिन पर्ने अथवा इगो गर्न पर्ने कुराहरू केही छैन। नत्र भने अब भरे यही कुरालाई कोटायो भने अब तिमीहरूले त्यो जुन गरेको सबै कुरा छ यो इगोको तरिकामा चाहिँ जान्छ होइन। त्यही भएर त्यो नगर्नको लागि म बहिनीहरूलाई पनि म एकचोटि रिक्वेस्ट गर्छु होइन। अब एउटा सामान्य एउटा गरिखाने मान्छेलाई होइन, मान्छेको बोली हो नि त नि, यहाँ त कुनै मारपिट अब त्यस्तो कुराहरू भएको छैन होइन। बोलीमा कहिलेकाहीँ मान्छेको तलमाथि हुन्छ। त्यो कुरालाई चाहिँ सम्झेर होइन क्षमा गर्दै अब यो विवादलाई चाहिँ छिटोभन्दा छिटो टुङ्ग्याउनको लागि म पनि आग्रह गर्छु। र जुन फुटेजहरूमा देखेको कुराहरू छ अब त्यो सबै कुराहरू वास्तविकता हुन्। अनि त्यसले गर्दा अब यो कुरालाई धेरै नलम्बाइकन यहीँ टुङ्ग्याउनलाई चाहिँ म आग्रह गर्छु है त।